हेलो गाइस, नमस्ते, जोरले स्वागत छ मेरो युट्युब च्यानल। हजुरलाई म चाहिँ अञ्जन थापा। म चाहिँ तनहुँबाट, हजुरहरू चाहिँ कहाँ कहाँबाट हुनुहुन्छ होला यसो कमेन्ट पनि गरिदिनु होला। हामी चाहिँ आज धेरै टाढा घाँस काट्नलाई यहाँ के अरे हो ओइ छेपारी ठाउँमा जौल कटिने भनेर बुङ्गुलाई र मान्छेलाई भनेर आएको। घाम पनि लाग्छ, चिरिक्कै पानी पनि आउँदैन, घाँस पनि पाउँदैन। वन हेऱ्यो जम्मै पारीभित्र वारीभित्र हिँडेको पनि देख्छ। आफू बाख्रा पालेको छ। अब यता मेरो साथीहरू फुपू र दिदी हुनुहुन्छ। पानी खाएर हामी चाहिँ लाग्नुपर्छ आफ्नो कामतिर। जलका हाली हामी चाहिँ बोरा र प्लास्टिक हेले गर्दै हिँड्ने। ऊ त्यो त हेलेका हामी चाहिँ जहाँ गयो त्यो मान्छे रमाइलो मान्छे परेर हो कि जहाँ गयो त्यहीँ रमाइलो गरेर हिँडेर घरिघरि त पागलै जस्तो पर्छ चाहिँ खेद्छ। ऊ मासतिर घाँस पनि रहेछ, हेर्नु त लक्क परेको। निहुरो हाल्ने, सिस्नु पायो भने सिस्नु नि हाल्ने भनेर लिएर आएको। अब गर्मी लागिसक्यो, वनमा हेरेर डढेलो लाएर कस्तो गरेको छ। कसले लाएको हो, डढेलो लाउनु त नहुने हो खासमा त, के गर्नु लाउँछ। अब म चाहिँ जलुका टिप्छु, निहुरो पनि टिप्छु। जलुका आफू मात्रै कति खानु होइन, बुङ्गुरलाई पनि मोटाउनु त पऱ्यो नि, पैसा लिनु पऱ्यो नि होइन। बुङ्गुर त ठुलै छ, अब मोटाउनु पऱ्यो, बोसो बनाउनु पऱ्यो। आफू नखाए पनि अरूले त खान्छ नि त। त्यही भएर म आज जलुको टिप्न आएको। जलुको चाहिँ यस्तरी छ होइन। ऊ पाखैभरि छ। अब बोरा भरि सकेसम्म बोरा भरि लिएर जाने, नसके अलिकति भए पनि लाग्ने। अब 2-4 छाक भए पनि। निहुरो पनि रहेछ यहाँ त, लुपुक्क पारेर बस्या निहुरो। म चाहिँ अहिले खोल्टीमा हाल्छु, किनभने यो जलुका भन्ने जात त असाध्यै साह्रो हुन्छ क्या, रिस उठ्छ मलाई। अनि मलाई जित्छ यसले जित्छ मलाई, के गर्नु। हेर न कन्या बराबर। अब यहाँ चाहिँ गएर खोजी घाँस काट्न आएको मान्छे कि जलुका खोज्न आएको मान्छे हो थाहा छैन। अन्त यहाँ चाहिँ पऱ्यो है अरे एउटा भयो नि, पऱ्यो है, थापे पछि पऱ्यो है। ए परेछ कत्रो ऊ, ए उफ्रेला माछा ल फेरि थाप्नु त। फेरि एउटा परिसक्यो। परेन अहिले कुना हो त्यो ये ल ल्याउँदै त कत्रो कति धेरै टोर्ने त उम्केला के छुट्किनु थाहा होला एकछिन।
पर पर्न लाइ त म यो माथि खेल्छु है त भिडियो गर्दै लाइ त मैले ढेबर घाँस छ नि हामी चाहिँ माछा नि मार्यो यति पाछ माछा पनि माछा यति पायो घाँस यति पायो जलुका आदि बोरा पाखा कति 4-5 छाक पुग्छ होला अब घाँस पनि बाख्रालाई भोलिसम्म पुग्छ अब हामी चाहिँ कुलो अब घर जान नि घाँस पनि धेरै नखाइदियो किनभने अल्छीको काम बल्छीले कसले मेटाउनु जान्छ र अल्छीको काम बल्छी हो नि त है मेरो नाममा त के नाकमा किरा पर्छ निस्कियो त अब हामी चाहिँ घरतिर लाग्नुपर्छ कि के गर्छ निहुरो खोज्न पनि छ अलिअलि तर 1 साल त पुऱ्याउनु पर्छ होला निहुरो नि हेरौँ अब कति गर्छ यता दिदी फुपू हामी चाहिँ यहाँ खोले साग टिप्न आएको छ अलिअलि त्यस्तै अस्ति नै जस्तै यता चाहिँ खोल्यो टिपेर छपक्कै रहेछ त्यता फुपू यहाँ जाने हेर्नु न कस्तो ज्याङ छ अब फिजै टिपिहामा त अब तरकारी खोज्नु पर्यो तरकारीको दुःखमा भनेर आएको बाबै हो हेर्नु साथीहरू के हेर्नु कान्छै इला खोलसाग ढुङ्गेर आज छिनिङ माडुकेले खाले मेट्रमाले हिगे के हालेको छैन हामी चाहिँ मेरो निङ्ग्रो चाहिँ यति भयो मम्मी र मलाई 1 छाक भए पुग्छ 2 छाक आलु हालेर खानु पुग्छ यता फुपू खै दिदी माछा कति आएछ हाम्रो झोला चाहिँ खाइदिए दिदीको घाँस पराल फ्याक्सो हाम्रो माछा चाहिँ खै यहाँ छारको ए यहाँ चाहिँ घाँस पनि छ अर्को बोरा पनि छ बोरामा चाहिँ फ्याक्सो छ आज चाहिँ हाम्रो धेरै थरी काम गरियो बिहान 12-1 बजेतिर 1:30 बजेबाट काम गर्नु आफ्नो ड्युटीमा सुरु भएको अब 3:30 भयो अब घरतिर लाग्दै गरेको माछा नि मार्यो मार्न नि मन नभई मारेको माछा पनि 1 छाक पुग्यो दिदीहरूलाई म चाहिँ माछा खाँदिनँ क्या अनि दिदीहरूलाई पुग्यो त्यो तानी 1 छाक निङ्ग्रो मम्मी र मलाई चाहिँ 1 छाक होइन कि 2 छाक पुग्छ अर्को हामीले खोले साग पनि टिपेको के खोले साग झोलामै छ यहाँ चाहिँ सिस्नु देखाउँदैछ यहाँ त राम्रो रहन्छ अस्ति नै पऱ्यो कस्तो लोको परेको थियो अब कति खल्छ नाम भने यहाँ सिस्नु रहन्छ अब जाम न होइन के छ र